मर्निङ दोस्रो दिन हामी कापुची नजिक आइसक्यो सो अब फ्रेस भएर हामी ल अहिले पनि देखियो त्यही फ्रिज भयो क्या आउँदै अब कापुचेसम्म लेट्स गो कति घन्टा लाग्छ हामीलाई यहाँबाट नि बाटो रहेछ यहाँबाट चाहिँ अलिक सजिलो रहेछ पोरी जानु त्यही भएर ल बिहान भ्यू जोडी 1 जोडी 2 जोडी 3 अगाडि ल यो मेरो जोडी अनि लेट्स गो हिजो बसेकोबाट चाहिँ हामी लगभग कति बज्यो अहिले 8 बजे हामी हिँड्न सुरु भयो हाम्रो घुम्न अनि एकछिन भयो यहाँसम्म आइपुग्यो 2 मिनटमा हामी यो पुल क्रस गर्छौँ अनि त्यो चाहिँ नमस्ते गेस्ट हाउस जुन चाहिँ यहाँको एकदम फेमस रहेछ बट हामी चाहिँ लामा दाईको होटलमै बस्यौँ हिजो रमाइलो भयो ल अब कापुचेको यात्रा चाहिँ सुरु भइसक्यो हाम्रो नि हेरौँ 1.5 घन्टा भनेछ 2 घन्टा लाग्छ जस्तो कुरो थियो कति घन्टामा पुग्छ हामी यो ठाउँबाट चाहिँ फेरि यहाँबाट नि पोरी जाने पुल रहेछ यहाँ यो चाहिँ कापुचे न्यानो घारी चाहिँ कडै छ है यहाँ हामी अहिले घारी हुँदै अब लगभग आधी घन्टा 45 मिनटको गाह्रो छ अरे त्यसपछि चाहिँ हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ है अनि हेर्नेछौँ हाम्रो कापुचे ग्लेसियर तल होटलबाट चाहिँ झोला बोक्नु पर्ने अवस्था नभएर आनन्द भइरहेको छ है बल्ल ट्रेल दामी लागिरहेको छ अहिलेसम्म मलाई अहिले चाहिँ अलमोस्ट अब उकालो सक्नु लाग्यो होला सायद कापुचे आउनुभन्दा अगाडिको अनि यो पोइन्टमा चाहिँ म एक्लै छु एउटा जोडी नम्बर 2 अगाडि छ त्यसपछि जोडी नम्बर 3 मेरो पछाडि त्यो भन्दा जोडी नम्बर 3 पछाडि चाहिँ जोडी नम्बर 1 छ वाह अनि बल देखिरहेको चाहिँ दामी एकछिन अड्किन्छ क्या है त उकालो त बल्ल सुरु पो भयो रहेछ आधी घन्टा बेसी लाग्छ क्या ठाडै छ निहालो गाडी उहाँ तलबाट आएको मलाई एकछिन रेस्ट हाई अझै सकेको छैन है आउन लागिपुग्यो भन्दानेको उकालो सकियो भनेको उकालो यहाँ होटेलको बोर्डले चाहिँ लास्ट होइन कन्फ्युजन चाहिँ बनाइदियो कि यहाँ लेक जाने चाहिँ कता हो यहाँ कापुचे लेक होटेल भनेर लेखेछ कापुचे त्यहाँ रहेछ आइम सरी राम्रोसँग नदिएको रहेछ त्यो अलिक कन्फ्युज भएको बाटोबाट चाहिँ म लेफ्ट लागेर चाहिँ आएँ अब आइपुग्यो हाम्रो कापुचे लेक मालिका होटेल रहेछ यो चाहिँ तल साइना होटेल के लेखेको छ माथि यहाँ लेकमै होटल टन्नै रहेछ त यार ओपा के हो त नि हामीलाई स्क्याम हान्थ्यो फाइनली आइपुग्यो हामी कापुचे अलिकति बरको सबभन्दा फेमस होटल ब्याम्बो ट्री हाउस ओके नाइस सबै होटलहरू खाली छ कि यहाँ यो है होइन राम्रो हो कि के हो यो निहालोको बाँसको हो कि निहालोको हो कि घरहरू क्या मजाको चट्ट बनाएको छ सबै खाली छ है माघे सङ्क्रान्तिले गर्दाखेरि ल आयो वाउ
बवाल बवाल ल अब हामी कापुचेमा एकछिन हराउँछौँ फाइनली हैन अब एकछिन है यो सुन्दरतामा हामी भुल्छौँ हैन सबै जोडी जोडी म एक बेजोडी सो अनि त्यसपछि सके सिक्लेस नसके कहीँ न कतै आखिर जिन्दगी यात्रा न हो कि के हो होइन मैले नि खाता लिएर आएको थिएँ सो खाता चाहिँ यहाँ लगाइदिनु पऱ्यो देन म एकछिन बसेर म फर्किन्छु जोडीहरू भेट्न जानु पऱ्यो नि त होइन ओके सी यू यो पानी हो कि आइस हो भनेर छाम्न मन लाग्यो मलाई सी है यो पानी रहेछ यहाँ चाहिँ जमेको छैन अझै ल हामी चाहिँ त्यो आइस क्र्याक भइरहेको आवाज सुन्न सक्छौँ है घाम लागिरहेछ टोलीहरू आएन सो फर्किँदै म ल कापुचे पनि लियो अब घरतिर लाग्यो है त जोडी नम्बर 2 ओए अनि यो त My God! Wow! A few moments later. साथी खै दुनियाँले देख्नै पर्यो यो अभी मजा आएगा ना भिड़ो यस यस खै ए रहा नहीं जाता तड़प ही ऐसी है ना खै के हो जस मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता ल खै खै ल ल बाय बाय टाटा गुड बाय गया ल ठिक छ कौन है ये लोग कहाँ से आते हैं ल नहीं Why are you running? Why are you running? फोन ल्याउँदा म खिचिदिन्छु यार अनि म आउँछ न यहाँबाट म दाइला जान तपाईँ छोड्नु हैन यहाँबाट यसरी म यसरी खिचिदिन्छु ल आहा कस्तो राम्रो देखेछ अनि What the fuck? ल ल अनि मजा आया यो अन्त ल थापा तिमी के हुन्न के छिटो थाप 1 2 3 चस्मा लगा नि आँखा चिम्मा गर मुख मात्र ठाडो गर्दै मुख मात्र ठाडो गर मुख मात्र ठाडो गर तपाईँ दिनु त
भाई मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड यार। मैले हेर्दिन हेर्दैन रे, छिटो ल एकैछिन मात्र अहिले त तैँले जति ढिलो गरे त्यति हो। निधारमा ल निधारमा ल निधारमा दे निधारमा दे छिटो उ ल छिटो 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 ल निधारमा ल चस्मा लगा के को लाज हो अनि मैंने त म उठ्यो त गरिदियो यति जाजमा के लजाएर यो हो नि त अनि किन्दै गरेको अवस्था हाम्रो कापुचे पनि हाम्रो सक्यो। सर्ट एन्ड स्विट ट्रेक रमाइलो भयो। ल अब बिस्तारै हामी घरतिर लाग्छौँ र हामी फेरि चाँडै नयाँ यात्रामा भेट्नेछौँ है त। ल गाइस सी यू। नमस्ते आइपुगे है फेरि आज यही बास होला ओके। Back to home shelter. आज बास हुन्छ हाम्रो। हामी भाषा खाएर चाहिँ बिहान बिहानै घरतिर लागिन्छ र यहीसँग चाहिँ मेरो भिडियो चाहिँ सघाउँछु। सी यू गाइस। लामो दाइकोमा अन्तिमचोटि भात खाएर अब घरतिर लाग्ने।
ल ल हाम्रो बिदाई कार्यक्रम अब हामी लाग्छौँ यहीसँग मेरो भिडियो पनि यही अन्त गर्छु ल दाइ धन्यवाद राम्रोसँग बस्नुहोस् है दाइ कहाँ छ तपाईँको फोटो ए ल त्यहाँ भित्र यो पो फोटो ल उकालो नि छ नि यो पुल चाहिँ ठ्याक्क घुगु आउने नजिकको पुल हो यसमा चाहिँ कृपया एकले मात्रै हिँड्नु होला है यो अलि रिक्स छ यो पुल चाहिँ सो वी आर डुइङ सेम थिङ किनकि हिजो चाहिँ हामी पनि आएछ आज चाहिँ अब एक्लै हिँड्नु डन्डी चाहिँ फेमस भएन है उकालो सुरु भयो यो हाम्रो अन्तिम पुल क्रस गर्दैछ हामी त्यसपछि चाहिँ अब सिग्नेस आइहाल्यो सो मेरो यसपालिको होइन यात्रा पनि यहीँ टुङ्गाउँछु कापुचेसम्मको सी यू गाइज अब चाँडै नै नयाँ कुनै ठाउँमा होइन त्यतिन्जेलसम्म हेर्दै गर्नु होला माया गरिदिई राख्नु होला यसरी नै ल सबैजनालाई शीघ्र स्वास्थ्यको कामना होइन के भन्छ अब स्टे हेल्दी होइन टेक केयर राम्रोसँग आफ्नो परिवारको आफ्नो साथीभाइ इष्टमित्र जो नजिकको छ होइन आफ्नो सराउन्डिङ्सको होइन अन्तिमचोटि हेर्दै बिदाई गर्दै मिसन कम्प्लिटेड उल्टो चक्लेट दिएर होइन के छ चस 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 स्याल है फाइनली जहाँबाट सुरु भयो थियो त्यहीँसँग एन्ड स्वागत मेरो स्वागत यसै गरी हाम्रो जोडी 1, 2 and 3 को सँगको यात्रा पनि यही टुङ्गिन्छ These are the game. Oh, guys. आइपुग्यो पो कापुचीको यात्रा बसेको हाम्रो बसाइ पोखरामा हाम्रो सोल्टीलाई भेट्दैछ है हामी सोल्टी पनि जोइन झ्याम्मै हो नि ल कापुचीको यात्रा पछि बर्थडे मनाएर चाहिँ अब ब्लग सकाउनु पर्ने भयो नि त
च्याट लाएर बर्थडे टु ल ल है मेरो ब्लग पनि यही सकिन्छ ल ल ओके Happy to you, happy birthday dear Rosa, happy birthday to you.